हेलो नमस्ते, म दिवस र किराती। आज चाहिँ म पनि यहाँ भोजपुर आएको छु, भूमि भाइको फार्म हाउसमा यहाँ बसिरहेको छु। यो चाहिँ के को लागि आएको भने यो खर्क सिरिजको साथीहरूले के कसो काम गर्दै हुनुहुन्छ भनेर यसो आएको। कहिलेकाहीँ चाहिँ यसो चाहिँ यहाँ म पनि अब अपडेटको लागि आइरहन्छु होइन, उहाँहरूले के गर्दै हुनुहुन्छ भनेर। र नयाँ टिम हुनुहुन्छ उहाँहरू, खर्क सिरिजको टिम चाहिँ सबैजना नयाँ। त्यही भएर पनि मैले चाहिँ यहाँ अलिअलि उहाँहरूलाई गाइड पनि गर्नुपर्छ टाइममा। सबैजना नयाँ, एकदमै बिल्कुलै नयाँ, कहिले पनि फिल्म पनि नबनाएको, कहिले पनि फिल्म पनि नलेखेको, कहिले पनि फिल्म नखिचेको साथीहरू हुनुहुन्छ। यसको क्यामेराम्यान चाहिँ सूर्य राई हाम्रो भान्जा हुनुहुन्छ। अब डाइरेक्टर चाहिँ हाम्रो रोजन र उहाँ लेख्छा पनि। अनि स्क्रिप्टमा चाहिँ हाम्रो भूमि भाइ हुनुहुन्छ होइन। कलाकारहरू पनि प्रायः नयाँ कलाकारहरू हुनुहुन्छ। त्यही भएर उहाँहरूलाई चाहिँ यो सिकाउँदै गरेको खास खर्क सिरिज चाहिँ होइन, फिल्महरू बनाउने, सिरियलहरू कसरी बनाउने भन्ने चाहिँ सिकाइरहेको छु मैले। त्यही भएर यो खर्क सिरिज चाहिँ टाइममा यहाँ आएर उहाँहरूलाई यसो चाहिँ नि गाइड गर्ने र यसो चाहिँ नि अपडेटहरू लिने गर्नु पर्ने हुन्छ मैले। त्यही भएर आज आएको छु म। र अहिले चाहिँ अब खर्क सिरिजको सुटिङतिर म पनि जाँदैछु होइन। यो सिरिज चाहिँ थ्याङ्क यू सिनेमाबाट चाँडै आउँछ। थ्याङ्क यू सिनेमा युट्युब च्यानलबाट। त्यो थ्याङ्क यू सिनेमा युट्युब च्यानल चाहिँ तपाईँहरूले गएर सब्सक्राइब गरिदिनु होला। त्यहाँबाट हामी अपलोड गर्नेछौँ। योभन्दा अगाडिको हाम्रो प्रोजेक्ट चाहिँ एउटा सिरिज थियो, अलिकति त्यो चाहिँ थात्थलो भन्ने सिरिज थियो। त्यो चाहिँ अहिले तत्काललाई नआउने भएको छ। लगभग चाहिँ त्यो अहिले तत्काल केही वर्ष चाहिँ आउँदैन होला। त्यसको चाहिँ टेक्निकल त्रुटिहरूको कारणले गर्दाखेरि त्यही भएर त्यो चाहिँ आउनु सकेन। थात्थलोको निर्माताको हिसाबले त्यसको सम्पूर्ण जिम्मेवारी चाहिँ मैले लिँदै सबैजनालाई सरी भन्न चाहन्छु। त्यो चाहिँ थोरै टेक्निकल समस्याहरूको कारणले गर्दाखेरि अहिले तत्काल चाहिँ त्यो पब्लिस गर्नु सकिएको छैन र केही वर्ष चाहिँ त्यो पब्लिस गर्नु सकिँदैन, त्यो चाहिँ आउँदैन होला। केही 8-10 वर्ष पछाडि फेरि त्यसलाई रिसुट गर्नु पर्ला भन्ने पनि सोच छ। हेरौँ के हुन्छ है। अहिलेलाई भने खर्क सिरिजको चाहिँ धमाधम छायाङ्कन भइरहेको छ। यो चाहिँ चाँडै नै थ्याङ्क यू सिनेमाबाट अवश्य आउनेछ। अब चाहिँ म खर्क सिरिजको सेटतिर जाँदैछु, सुटिङतिर जाँदैछु। यहाँ भूमि भाइहरूसँग यहाँ सूर्य भान्जा पनि आउनु भएको छ। हजुर जाउँ है, कहिले भूमि भाइ अब यहाँ हाम्रो क्यामेराम्यान यही हो। अलिकति भान्जा चाहिँ अलिक सिरियस गरी काम गर्नुपर्ने हो। हावा पनि हुनुहुन्छ, त्यस्तो चाहिँ गर्नु भएन। अनि जे कुरो नै सिरियस गरी गर्नुपर्छ है। अब यहाँ एउटा प्रप्स ल्याउनु लागेको भान्जा त छैन, बिर्सेर त्यतिकै आउनु भएछ गाउँबाट। त्यही भएर अब ढिलो हुने भयो सुटिङ। यहाँ सानो राई पनि आएको छ, हाम्रो गुड बोय हो नि सानो त। सानो थियो यो त पहिला यहाँ भेट्दाखेरि। भूमि भाइ पनि आउँछ ल, हामी जाउँ बुहारी, हामी गयौँ एकछिन। हजुर ल, यस्तो जाडो मौसम छ तर पुरै खुल्ला। माथि देखेको चाहिँ मोयुङ हो है। हाम्रो यसको टाइटल सङ छ, मोयुङको लेखमा म बस्छु गोठामा, कराउँछ घरती चरो, उनै हुन् खेताला, उनै हुन् गोठाला, उनै हुन् मेरा साथी भन्ने यो खर्कको चाहिँ हाम्रो टाइटल सङ पनि छ। खर्क भनेको चाहिँ अब कतिजनालाई थाहा छैन भने खर्क भनेको चाहिँ गोठ हो। लेखै गोठै बस्ने मान्छेहरूको कथा हो, गोठालाहरूको कथा हो, गोठको कथा हो। माथि नागीतिर, हिमालतिर। अनि यो कथा चाहिँ अलिकति अगाडिको, आजभन्दा लगभग 30-35 वर्ष अगाडिको कथा हो। त्यसलाई चाहिँ हामीले उठाउनु खोजेको छौँ होइन। त्यति बेला चाहिँ अब यस्तो फोनहरू थिएन, ल्यान्डलाइन फोनहरूसम्म पनि थिएन होइन। त्यति बेला चाहिँ चिठी पत्रहरूको चलन थियो, खबर गर्दाखेरि टाढा परदेशतिरबाट। अहिले यस्तो फोनहरू, मेसेन्जरहरू, वाट्सएपहरू थिएन होइन। त्यति बेला चाहिँ चिठी मार्फत कुराकानी हुने होइन, खबरहरू आदान प्रदान गरिने थियो। त्यति बेलाको कथा हो यो। त्यति बेला चाहिँ अब लाइटहरू पनि कमी नै थियो। त्यो टर्च लाइट भन्नेहरू थियो हल्का फुल्का होइन, ठुलो ब्याट्री लगाएर, टाइगर ब्याट्री लगाएर। त्यति बेला मलाई अलिअलि थाहा छ, टाइगर ब्याट्री लगाएर राति हिँड्ने र सकभर चाहिँ सिता बालेर होइन, राति हिँड्दाखेरि सिता बालेर हिँड्ने। अनि घरमा गोठमा पनि बस्दाखेरि चाहिँ तपाईँको कुपी बाल्ने, मट्टितेलबाट कुपी बाल्ने, आगै बालेर लाइटको चाहिँ नि लाइट लिने होइन, त्यस्तो खालको थियो। र सकभर हामीले चाहिँ त्यति बेलाको कथा, आजभन्दा 30-35 वर्ष अगाडि गोठालाहरू खर्कमा, माथि जङ्गलमा, माथि हिमाल छेउतिर गोठालाहरूको कथा हो यो। गोठको कथा हो होइन।
प्राय यो हाम्रो सिरिज अलिकति फरक विषयवस्तु चाहिँ छ किनभने प्राय सिरियलहरू अहिलेसम्म सिरिजहरू देख्दाखेरि तपाईँको खालि गाउँको कथा होइन प्राय गाउँको कथा नत्र सहरको कथा उठाएको देखिन्छ होइन तर यसमा चाहिँ त्यस्तो छैन गाउँ भन्ने लगभग गाउँतिरको लोकेसन भन्ने लगभग 1% पनि रहँदैन लगभग यो सिरिजमा चाहिँ खालि खर्कमै खालि माथि माथि हिमालतिरै होइन खालि जङ्गलको बिचतिरको गोठमै हामीले सुटिङ गर्दैछौँ त्यसै कारण अलिकति हेर्दाखेरि चाहिँ यहाँ अब दृश्यहरूको कारणले पनि आनन्द आउनसक्छ है अहिलेको लोकेसन चाहिँ यही हो है यो पारी देखेको मयुङ हो अब यी अघि पनि मैले भने यसरी चाहिँ हेर्नुहोस् होइन यहाँबाट गाउँ जानु चाहिँ पर दूर अनि यहाँ ओह्रालै हिँड्दाखेरि पनि तपाईँको धेरै टाढा छ क्या होइन गाउँ उपरदेखिको पल्ट डाँडा छेउतिर चाहिँ गाउँ छ नत्र जङ्गलै जङ्गल हामी अहिले चाहिँ लोकेसनमै छ होइन यहाँ भुइँ भाइ एक त माथि जङ्गलभित्रै बसेको छ त्योदेखि पनि अझ माथि हाम्रो लोकेसन छ होइन अहिले यो पहिला चाहिँ रिता र रोजन बस्थ्यो यहाँ गोठमा अहिले चाहिँ उनीहरू नानी पढाउने भएको कारणले रिता बुहारी भोजपुरतिर हुनुहुन्छ त्यही भएर यसलाई हामीले एकजना क्यारेक्टरको गोठ बनाएको छौँ यो चाहिँ कोइच कान्छा भन्ने क्यारेक्टरको गोठ हो कोइच भनेको चाहिँ सुनुवार कान्छा होइन कोइच भनेको चाहिँ सुनुवार भाषामा कोइच भनेको सुनुवार रहेछ होइन तर सुनुवार कान्छाको गोठ कोइच कान्छाको गोठ हो यहाँ अनि माथितिर अरू माथितिर योभन्दा धेरै माथितिर अरू गोठहरू छ हामीले बनाएको सेट होइन त्यहाँ यही बिचको 7-8वटा गोठालाहरूको र गोठको कथा हो है हामीले अब यहाँ यो खर्क सिरिजको लागि भनेर यहाँ नयाँ प्लान गर्दैछौँ यो बारीमा यहाँ पुरै सब्जी लाउने योजना छ मैले अस्ति नै यहाँ हाम्रो कल भेनाएर केही साथीहरूलाई देखाएको छु यहाँ पुरा सब्जी लगाइन्छ हामी अनि कोइच कान्छाको यहाँ चाहिँ कुखुराहरू छ होइन यस्तो छ हजुर क्यामेराको झोला हो र ल कसले त्यहाँ छोडिराखेको यहाँ चाहिँ हाम्रो खर्क सिरिजको किचन हो यो है सानो टिम 10-15 जनाको टिम मात्रै हुनुहुन्छ उसको नाम चाहिँ खर्क सिरिजमा चाहिँ काइते भन्ने छ मेरो भतिजो केटो ठिकै छ केटो अलिअलि ऊ त्यो बच्चापन नगर है के भन्छ ऊ केटाकेटी यस्तो नगर अनि त्यहाँ हटालाई कहिले चाहिँ यहाँ चाहिँ हाम्रो मिस्टर नाति नामै गाविका क्यारेक्टरको नाम चाहिँ सिरिजको के हो भने खोक्लियाङ भनेको चाहिँ राई भाषामा जङ्गलको राजा भन्दो रहेछ त्यही भएर उहाँले चाहिँ राईको क्यारेक्टर गर्दै हुनुहुन्छ जङ्गलको बिचमा गोठमा बस्ने जङ्गलको राजा जस्तो अनि उहाँको चाहिँ धामी पनि हो क्यारेक्टर धामीको रोल छ खोक्लियाङ भन्ने छ होइन राईको जोस् राई हो राई क्यारेक्टर यता चाहिँ हुनुहुन्छ फेरि स्याल काका उहाँको नाम चाहिँ टेकबहादुर परियार हो खास स्याल काका उहाँले चाहिँ के भन्नु के को पो खत्री स्याल खत्री हो खास नाम चाहिँ होइन स्याल खत्री हो उहाँले चाहिँ छेत्रीको क्यारेक्टर निर्वाह गर्दै हुनुहुन्छ एकजना छेत्रीको क्यारेक्टर होइन स्याल खत्री हो नाम चाहिँ तर यहाँ स्याल काका भन्छ उहाँले चाहिँ एउटा छेत्री गोठालोको क्यारेक्टर गर्दै हुनुहुन्छ होइन यता फेरि हाम्रो बहिनी हुनुहुन्छ चन्द्रकला बहिनी पर मुख दिँदै हुनुहुन्छ उहाँ चाहिँ नमस्कार उहाँ कटुवाल नै हो जात पनि र उहाँले चाहिँ एउटा यहाँ फेरि कटुवाल भनेको बाहुन होइन बहिनी छेत्री उहाँ चाहिँ खासमा चाहिँ यहाँ क्यारेक्टरमा चाहिँ बाहुनको क्यारेक्टर हुनुहुन्छ अनि हामीले सबै खालको जातिलाई उठाएको छ यहाँ यो पल्ल सुनुवारको गोठ हो यहाँ बारी छ यहाँ छेत्रीको गोठ यहाँ माथि छ होइन यता चाहिँ फेरि के हो राई नै हो राई नै हो तल नबोल्ने क्यारेक्टर नाम काइते हो त्यो डाइलग दिनुपर्ने अब लेखेपछि यस्तो छ हाम्रो किचन यता छ हाम्रो लाटीको क्यारेक्टर एकजना छ नि के अरे
पुतली आमा पो हो त लाठीको क्यारेक्टर त त्यो भाइ चाहिँ किन नबोल्नु भएको साँच्ची यस्तो छ बोल्नै दिँदैन होला डाइलग कहाँ बोल्छ ठुलो हेर्नु मात्र हुन्छ बोल्ने क्यारेक्टर दिनु पर्यो नि त यहाँ चाहिँ स्याल काका शीत झरेर हेर्नुहोस् है शीत यस्तो झरिरहेको छ शीत हेर तुसारो ए हेट यो जस्तै झरे तातो भयो तुसारो झरेर यस्तो छ कपास जस्तो बस अब चाहिँ हामी भुइँ भाइको सुट छ यहाँ सिकार खेलेको त्यतातिर हामी जाँदैछौँ यहाँ देवी थान छ यहाँ मुनि देवी थान यहाँ तल जङ्गलभित्र त्यहाँनिर सुट गर्ने भुइँ भाइको सुटिङ छ अब हामी जाँदैछौँ सूर्य भाइले होइन क्यामेरा सेटिङ गर्दै हुनुहुन्छ सामाजिक सञ्जाल भनेको त्यस्तो हो नि त के भएछ नि यसो अलिअलि हेरेको नि अब कता सेटिङहरू बिग्रेको छ नि होइन उनीहरूले कहाँ सेटिङ पुऱ्याएको हुन्छ हामीले कहाँ खिचेको भन्छ अर्पण त्यो नागरिकतासँगै त्यहाँ त्यो राष्ट्रिय परिचय पत्रको फर्म भर्नुपर्छ है सूर्य हाम्रो क्यामेराको ब्याट्री 3-4 मात्रै हो थियो त म त चासमा छ रुटिन र 8 मात्रै थियो त झोलाइ मित्र नाते कलाकार पनि हो क्यामेरा असिस्टेन्ट डिरेक्टर भनेको असिस्टेन्ट चाहिँ गर्छ गर्ने बुढो बुढोले लास्टै पक्का भुइँ भएर बस्नु भित्र त लास्टै हेर्छौँ त्यो आज फेरि गइगयो त लुगाले चाहिँ फरक पर्दो रहेछ नि लुगाले गइ खुवाइ त बुढो त चट्टा बढ जान भएर बसेको थियो कसो भात त्यो गऱ्यो एन्डुमाको उमाको बुढी छोरीमा त बुढो त्यस्तो इमान्दार बुढो के चला कसो देख्छ बुढो राति के अरे डान्स हान्दै गरेँ पुरा माथि एकटी हान्दै गरेँ बुढोले खाइ त के हो माथि आछ कसले माथि एकटी गरेर पुरा सालीहरूले पनि आएर यस्तो दिँदै माथि के आज त्यही बुम यस्तो बुम क्वालिटी चाहिँ साह्रै राम्रो छ आवाज चाहिँ डबिङ गरे जस्तै आउँछ चट्ट त्यो मासु सबै भुट्नै ठुलो कराईमा त्यो भएर चिउरा मासु खाजा फेरि बेलुकालाई तल अर्को छ भङ्गुरको दुई जान्छ सबै भुटिराख्नुहोस् अलि जति खाइन्छ खाइन्छ अनि चिउरा सुकाइदिनु चिउरा मासु खाने खाजा चिउरा सुकाउनु दिउँसो चिउरा मासु खाने के खाँदै पकाउनु परेन नि त मामा यो के अरे जाँदाखेरि अब काप्नु यो लेन्स त्यसलाई मोयुङ जाँदैछौँ अर्कोले त बाबा हाल्दैन नै हान्दैन त्यसको कलर लाउनु पर्छ हौ लगिरह जति चाहिँ यता बस्नुहुन्छ हामी चाहिँ लाग्यौँ अब लु जाउँ काका चाहिँ बुम लिएर आउँदै हुनुहुन्छ बुम 50,000 ले पनि कसम खतरा खिच्छ अस्ति यही मारेको हो मान्छे रोजनले ड्रोन त चाहिन्छ नि ड्रोन चाहिन्छ यहाँ त यहाँ हो यहाँ सुटिङ गरेको नि पहिले हामीले हिमालयन ब्युटीको काकाजी यताउति पारिबाट पो हान्नु पर्ने क्या हजुर त्यहाँ भित्तामा जाऊ तिमी हानिसकेर बन्दुक बोकेर जाँदै गरेको है त यहाँबाट यसो आउँछ बाघ अनि फेरि यसो हेर्नु टक्क बाघ देख्छ तिमीले देख्दैन क्या त्यो चाहिँ त्यहाँ नरायो है भन्छ बुझ्नुभयो
अनि यसरी हेर भन्छु तपाईँ लुक्नु त्यसलाई सर्ट हेर्छ तपाईँ सर्ट हेर्छ हिँड्दैछ काका यहीँ अब केटाहरूलाई यसो कहिले काहीँ पूजा गर्ने कि के गर्ने पूजा गरौँ न होइन पूजा त गर्नुपर्छ पूजा गर्नु पर्यो क्यामरालाई यहाँ अब म चाहिँ अब सिकाउनु पनि आएको साथीहरूलाई अब सूर्य भान्जा भूमि भाइ अब यो कहिलेकाहीँ आउँदाखेरि यसो गाइड गरिराख्ने ल लगभग जानिसकेको छ त्यही पनि टाइम टाइममा गाइड चाहियो नि त तिमीहरूलाई हल्लाउनु पर्यो यहाँ ल्याउन है त्यो पोखरी यहाँ चाहिँ नुवा भान्जाले पूजा गर्दै हो त्यहाँ काट्दिनु उता अगाडि त चाहिँ काट्नु हो त्यहाँ केही गरी बाघ देखाउनु पऱ्यो नि झ्याउ हुन्छ कि त्यो पनि काट्नु अगाडि हो त्यो मुनि त्यही मुनि जाने अहिले दानदौड रहेछ घट्टे खोलाका नागी नागेनाहरू घट्टे खोलामा खेल्ने चाहिने गणेश खण्डी घट्टे खोलामा गणेश खण्डी खेल्छ नि घट्टे खोलामा खेल्ने गणेश खण्डी घट्टे खोलाको देवी देवले रक्षा गरिदिनु अर्कसरी त्यो टिमलाई सबै टिमको सदस्यहरूले चाहिँ संरक्षण गरिदिनु होला साथ दिनु होला चाहिने संरक्षण गरिदिनु होला प्रोटेक्ट गरिदिनु होला अब धेरै त हामी के भन्न चाहन्छ र एउटा एक एपिसोड बराबर 50 मिलियन त हो हाम्रो माग मिस्टर नार्तीको माग हो जस्तै 50 देखि 60 मिलियन त एक एपिसोड त्यति भए त भइ त हो नि त्यसरी मिस्टर नार्तीलाई पनि बोनस दिन पाऊँ 50-60 भयो भने सकेको भाइले हजुर म छैन ल कोको लाउने ए ल भुइँ भाइले सान्नुवारा यो धरती आकाश आसमान यो खोला नाला सम्पूर्ण वन जङ्गलहरूले रक्षा गरून् क्षमा गरून् कल्याण गरून् जगतमा सबैको भलाइ होस् र हाम्रो यो चाहिँ सिरिज चाहिँ एकदमै बम्पर एकदम सुपर डुपर हिट होस् राम्रो होस् सफल होस् सबैजनामा सुखद रहोस् एकदमै आजको दिन छ यो के भन्दै म नमन गर्दाखेरि यो प्राकृतिकहरूलाई हाम्रो काकाजीलाई पनि नमन छ अच्छा उता नबसे अलि यता प्रोड्युसर दिवसलाई किरातीज्यूलाई पनि मेरो नमस्कार हाम्रो क्यामेराम्यान सूर्य नमस्कार बल्ल आयो यहाँ चाहिँ सही चाहिँ नाट्यश्वरी भनेर अहिले कसमहरूले चाहिँ हावा हावा दिएको रहेछ यार नाट्यश्वरी हो नि त खासमा त्यहाँ हो र नाट्यश्वरी चानवाले पनि दिने पूजा गर्नु ल हो नि काका कति ठिक हो के नाट्यश्वरी देवीलाई पूजा गर्नु चाहिँ छैन हावा जान्छ घुमा मात्रै कन्ने केटाले घुमा ऊ त्यसरी काकाले जस्तो क्या जान पूजा गर्न नमस्कार घुमा कान्छा घुमा कन्ने केटाले घुमा नाटेश्वरी नाच नदिनी देवी फर्स्ट टाइम क्यामेरालाई पूजा गर्दैछ हाम्रो 50 देखि 60-70 मिलियनसम्म कार्टुन हाम्रो अब केटाले फेरि के बढाउँदैछ त मुसै नमस्कार यहाँ म फिटनेस गरेछ हेर हामी चाहिँ जङ्गलको बिचमा देवी थानको टुप्पोमा यहाँ मुनि चाहिँ देवी थान हो पुरै भिड छ यहाँ चाहिँ यहाँबाट लडियो भने सिधै खोला हो यहाँबाट एक सर्ट लिनुपर्ने छ चर्रा यहाँबाट बाघ आउँछ यहाँबाट चाहिँ नि ग्राफिक्स गरेर 3D गरेर यस तल खोला सबै खोला हो यहाँबाट केही गरी झरियो भने चाहिँ अब सदाको लागि बिदाई हो
यो गलबन्दी सुरुबाटै थियो प्रश्नमा किन लाउनु ड्रेस त्यो चाहिँ हुन्छ लगाउँ भुइँ गर्नुपर्ने भुइँ नधस्नु सिधै आउनु लुक्ने हो त्यस्तो देखो उसले हेर्छ पछाडि आउने हेरेपछि मात्रै ल पछाडि पछाडि हटाउँ अलिक परेसम्म आउनु न लुक्नु हो त्यसरी लुक्नु बिस्तारो लुक्नु हो त्यो तपाईँ सरेको त देखिनु पऱ्यो मुभमेन्ट त होइन बाघ पछाडि आएको क्या बाघ हो सर्र बाघ पछाडि आयो तपाईँ नै आउँदा हुन्छ बिस्तारै काकाजी यस्तो हुन्छ सुटिङ पऱ्यो भने 3D नजुनु होला बाबा बुम पर्दैन अहिले बाघमा ध्यान हुन्छ क्या बस्छ काका कहाँनिर भूमिलाई राख्ने त्यहाँ हेरेर राख्नु पारिबाट उभो जाँदै गरेको मजाले देखियोस् न होइन भूमि भाइ गइरहेछ होला कहाँ पुग्यो ओ ठिक छ हेलो पुगो केटा क्यामेरा एक्सन हेर्नु हेर्नु क्यामेरा रोल एक्सन गयो हेर्नु जानु न हिँडो हेर्नु गयो यस्तो रिस्की सर्ट लिनु लाग्छ पुरा यहाँ चाहिँ भिड छ खासमा यहाँ साथीले क्यामेराम्यानलाई समाएको छ होइन यो क्यामेराम्यान चाहिँ डिलमा क्यामेरा ए त्यसरी हो तर लिनु हिँड्दै हेर्नु हो काका यस्तो छ झऱ्यो भने त यस्तो हो फेरि तलबाट हिँड्दै हेर्नु ल ठाउँमा बिसाएर एकटीमा यहाँ पुरै तानेर क्यामेराम्यान बाजे ओ बाजे हिँड्दै ठाउँमा कान्छ त्यहाँ नचलै लड्छस् है एक्सन यस्तो चाहिँ हाम्रो सेफ्टी यहाँबाट पेटीमा समाउने यहाँबाट क्यामेराम्यान समाउने अस्ति भएन पछाडि सरौ है फेरि काका हेरेपछि ब्याक आउनु है पछाडि 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 सबैजना अझ आउनु आउनु फेरि जानु अगाडि फेरि ब्याक आऊ अगाडि बढ ल जुममा चाहिँ के हल्यो हल्यो गरेर जालो अलि उताबाट नि काटिन्छ नि त फेरि हेर्नु न एकचोटि त हेरौँ त लास्ट हल्यो जुममा त नहेरी हुँदैन यो त माइलाई तल छ त्यो ठुलो चाहिँ त बोक्न काकालाई बुन्दैन काका यो बोम बोक्नु ए बुढो मान्छे सक्दैन ट्राइपोड छ देखिन अब हामी तल जाँदैछौँ टपबाट खिच्यो अनि
यो सिनमा चाहिँ कलाकार एकैजना छ, भूमि भाइ मात्रै हो। भन्दै पारीबाट एक सर्ट लिनुपर्छ है, अग्लो भिरको। त्यो त लास्ट अग्लो छ नि काका, भिर त देवी थान हो यो। त्यही भएर ठ्याक्कै देवी थानमा खिचेको केटाहरूले। खर्क सिरिजको लोकेसन चाहिँ यस्तो छ। पारीको देवी थान चाहिँ यस्तो देख्छ। यसले ठुलो ढुङ्गा हो, तलबाट यस्तो छ। हाम्रो क्यामेराम्यान त यस्तो छ, फेरि क्रेन चाहिँदैन, ड्रोन चाहिँदैन, आफै रुखमाथि पसेर दिने हो। यहाँ टप एङ्गल एउटा चाहिएको छ, त्यही भएर रुखमाथिबाट यो रुखमाथिबाट चट्ट पस्नु भएको छ। ए सूर्य राई त बुम लगाऊ है, बाटो सम्पर्क आरामले लिनु। यसरी हुन्छ हजुर खर्क सिरियलको सुटिङ चाहिँ। कटुस निकालेको छ, बुढो मान्छेले कटुस निकाल त यार, छ र त्यहाँ। ओहो फेरि के हो यता असिस्टेन्ट डिरेक्टर चाहिँ फेरि यार हावामा यार। एक्सन। त लेन्स चाहिँ चेन्ज गरे हुन्छ एकचोटि। त्यो कहाँ छ लेन्स काका? त्यो वाइट लेन्स ल्याउ त। चेन्ज हानिदिनु अनि एकचोटि। अहिले हेरौँ लगाएर हेरौँ। कतिको हो यो? 10-18। 10-18? यो अलिकति भान भनेको छु खोलादेखि टक्कै 10-18ले चाहिँ आँखाले भन्दा ठुलो देख्दो रहेछ भङ्गै। कहाँ हो हात हल्लाउनै? अरे के गरेर हिँड्छ कि मिस्टर नाति चाहिँ? ए मिस्टर नाति केटाकेटी बुढो त केटाकेटी जस्तो छ मिस्टर नाति त यार। ल लिउँ मिस्टर नाति लिउँ लिउँ। यसो हेर्दै को यता त फेरि ह्यान्डसम म्यान खतरा ह्यान्डसम भन्ने रहेछ पछि केटा त यार। क्यामेरा क्यामेरा रोल एक्सन। यहाँ चाहिँ भट्टाभट हाम्रो एउटा सिनको सुटिङ भइरहेछ। सूर्य भन्दैन परबाट जाउँ होला है।
यता कटुसको एकदमै उ रहेछ काँडा यार त्यस्तो छ स्थिति यहाँ हजुर त्यो खोलासम्म ल्याउन हो यहीँबाट यहीँ राख्नु अलि जाउँ न माथि बुढो मान्छे माथि झर्नु न यो खोला यो मध्ये क्या झर्दै गरेको एकछिन है ट्राई गरेर हेर्नु कस्तो हुन्छ त्यो चाहिँ देवीथान यहीँ स्याल काका र सानुमा चाहिँ कटुस पुरै कटुस हन्टिङमा कटुसको बोक्रा चाहिँ यस्तो हुन्छ काँडै काँडा हो र आम्मै काकाले त यत्रो कटुस यो चाहिँ लोकल कटुस हो अरिजिनल हो यो विदेशतिर पाउने यस्तो त्यो भक्से खालको होइन त्यो नेपालमा पाउने चाहिँ एकदम अरिजिनल हुन्छ यो बाहिर विदेशतिर पनि हुन्छ तर त्यो भक्से खालको हुन्छ त्यो चाहिँ अर्कै कटुस हो यो चाहिँ लोकल कटुस हो दामी हुन्छ अब खाइन्छ लल्यौ लल्यौ मिसो माथि क्यामेरा रोल एक्सन म दुईजना चाहिँ यार कटुस खोजेको यो अघि पनि मैले भनिहालेँ यस्तो छ लोकेसन चाहिँ खर्क सिरिजको चाहिँ होइन आनन्द हुन्छ मानव बस्तीदेखि धेरै टाढा गोठ बस्ती गोठालाहरूको बस्ती जङ्गलको बिचमा हिमालको छेउतिर हुन्छ सुटिङ दूर दूर तक गाउँहरू देखिँदैन देवीथान खोकी सरी देवीथान कम्पनी ए देवी देवी चाहिँ बनाउँदैछ हाम्रो काकाले र मिस्टर नातिले देवी बनाएको देवीथान देवीथान अन्त माथि सँगै सँगै राख्नुपर्छ नि यतापट्टि 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 देब्रे देब्रे रातो ल्याउनै गएर परस कता छौ ए अब क्यामेराम्यान चाहिँ माथि जाँदैछ फेरि यस्तो क्यामेराम्यान छ हाम्रो त होइन यताबाट जाने होला भाजा जानु त होइन जाउँ न भेट्दैन उभिएर माथि हान्नुपर्छ के त्यो जुत्ता फुकाउनु न जुत्ता फुकाउनु सकिन्छ होला हौ जानु न मिस्टर नाति त्यताबाट हान्ने नि त होइन जुत्ता त हुँदैन भन्छ जुत्ता हुँदैन जुत्ता त हुँदैन ए ढुङ्गा पल्टिन्छ हल्लिँदैछ छैन हल्लिन्छ त्यति हुँदैन दाजुले हेटमा हात राख्नु सक्छ के कहाँ कहाँ त चढ्छ के डर त्यस्तो छ क्यामेराम्यान नै अनि कहाँ अनि क्रेनै चाहिँदैन ड्रोनै नचाहिने सकिँदैन होइन त्यो कस्तो खालको लहरा हो हेर्नु त सर्दैन हौ माथिसम्म छ सर्दैन चाहिँदा सकिँदैन भने नगर हो रिक्स नलिउ आम्मा भन्नु यता म केटाहरू यार एकछिन सक्दैन भन्नु नुया चाहिँ कसरी पस्यो ल त्यसो भने फोकस मिलाएर नुहेलाई दिनु जा त नुहेल हो त्यहाँ अब फोकस मिलाएर दिनु त्यसलाई हुँदैन तान्नु त सक्दैनस्
होइन त्यहाँबाट हान्ड कि अनि उसले उहाँले हेर्छ नि त फेरि दिन्छ रेकर्ड थिच्ने त हो फेरि यसो गर भन्छ बस्ने त्यहाँ त होइन बिचमा फ्रेम चाहिँ पार्नु नुहे पनि क्यामेराम्यान भयो क्यामेराम्यान सकेन पस्नु हातमा दिउँ न हातमा लेन्स त के हो यही हो वाइट हानु होला है वाइट नै लगाइदिनु हामी उतापट्टि बस्ने नि तपाईँ पनि भित्र लुक्ने फर्किँदै गरेको भन्छ क्यामेराम्यान त कति नुहे पो यार डेन्जर हो पुरा खेलिरहेको छ सामने आएर ल झर हो त्यहाँ बसिदिनु नि बिना ब्यालेन्स मिला केटा यस्तोरी मेहनत गर्छ साथीहरूले पुरै सुतेर यसको सर्ट लिने है यस्तो सर्ट लिनलाई पुरै सुतेर मेहनत त है घोडा तन्काउनु तपाईँको आफ्नै आउला नि हो त्यसरी लिन्छ अनि फुल आउँछ क्या हो मेहनत यस्तो पो त घरमा मेहनत गर्नु पऱ्यो नि त हो त स्क्रिन चलाइदिउँ पर्दैन यस्तो सर्ट है भन्छ बिस्तारो फुल आयो होइन फुल सर्ट आयो फुल भिर आयो यताबाट चाहिँ अलि आउँछ बिस्तारो हामी चाहिँ अहिले एकछिन सक्यौँ लगभग यो एकछिन चाहिँ 4 घन्टै लाग्यो खिच्न 4 घन्टामा लगभग सकियो 5 मिनटको हुन्छ कि भन्ने भयो हिँडौँ 5 मिनटको अब अहिलेलाई प्याक अब एकछिनलाई अब खाना हिँडेको ल अघि पनि मैले तपाईँहरूलाई भनिहालेँ यो खर्क सिरिज चाहिँ थ्याङ्क यू सिनेमा युट्युब च्यानलबाट आउँछ चाँडै आउँदैछ कृपया हेरेर हाम्रो नयाँ साथीहरूलाई नयाँ फिल्म मेकरहरूलाई कमेन्ट गरिदिनु होला साथ दिनु होला अघि मैले भिडियोको स्टार्टिङमा पनि भनेको थिएँ सबैजना यो मेरो गाउँको साथीहरू हुनुहुन्छ सबै नयाँ कसैले पनि योभन्दा अगाडि फिल्महरू सर्ट फिल्महरू सिरिजहरू सिरियलहरू गर्नुभएको थिएन यसपालि मैले गाइड गर्दै उहाँले गर्दै हुनुहुन्छ त्यति भन्दै अब चाहिँ म बिदा लिएँ थ्याङ्क यू सिनेमा हो त्यतिसम्म गर्दा हुन्छ कता गयो क्या नाइफ भन्छ कि तरवार ल गजबको छ तर हजुर दाजु आमालाई फोन गरेर भोलि बोलाउनु पर्छ ए ल हस् फेरि भोलि आएन भने त अनि त्यो भेडाको सिन उसको सिन छ है खत्तम हुन्छ त ए होइन हजुर फोन गर न एकचोटि कति हो त्यो पुतली आमाको नम्बर मलाई नि दिइराख्नु न होइन एकजना यहाँ भयो हाम्रोमा ए पुतली आमाको बोल्नुभएको नातिले ट्राइपड यही छ सुटिङ लिएर आउनुभयो सुटिङ चाहिँ आज यहाँ भूमिको फार्म हाउसमा बाँचेर मुखसुन्डे काइतेको सुटिङ छ आज सिन चाहिँ दियाज दाजु चाहिँ हामीलाई यसो गाइड गरिरहनु भएको छ कोच दिइराख्नुपर्छ कोच दिनुहुन्छ सिकाउँदै हुनुहुन्छ डाइरेक्टर डिरेक्सनको बन्द त आइपुग्नु छैन त्यो नि चार्जरलाई जानुभएको छ ब्रस गरिले हो ब्रस झाडामा है हजुर अहिले घाम लागेर मजा भयो
भूमि भाइ र उसको छोराहरूको गाडे हुँदैन नि भनेको मान्छे नआयो खान्छ यता अब काम छैन मलाई छोराहरू चाहिँ सुतिराखेको भूमिले कराएको यी छोरा एउटा चाहिँ यहाँ छ ऊ चाहिँ काहीँ त्यो छोरा यता चाहिँ मुख सुन्ने छोरा जेठा छोरा र कान्छा छोरा हो त है यो जेठा यो कान्छा होइन हो जेठा छोरा कान्छा छोरा सुतिरहेछ ऊ चाहिँ एक्लै काम गर्नुपर्ने यहाँ कराउँदै गरेको रहेछ क्या छोराहरूलाई ल लु बुझ्यो भाइ एन्डमा राई पनि आइपुगेको छ बाउको सुटिङमा नआउँछ भन्थ्यो अस्तिदेखि बाउ चाहिँ यहाँ गुनगुनिँदैछ खोप्ले कुखुरा असली अब म पनि सुटिङ गर्नुपर्नेको असली छोरी चाहिँ यहाँ हो यता चाहिँ डुप्लिकेट छोरा हो यतातिर चाहिँ फेरि यता चाहिँ चराई खाऊ भ्याकुरी खाऊ सुम्निमा राई पनि आइपुग्नु भएको छ नमस्कार यहाँ हुनुहुन्छ बुहारी ए खाङराङमा ल्याउनु भएको र यत्रो ढोको अनि मरिमरि ल्याउनु पर्दैन थियो नि त केटाहरू झर्छ नि त भरे हल्कै उकालोमा अलिक झर्छ नि अब कुखुराले भएको थियो भूमि सहित झर्छ को चाहिँ भन न भनाइ काल लिएर फेरि फेरि सुल्या सिधा हेर्नु झिमिक झिमिक चाहिँ गर्नु पायो आफै यसो यसो गर्नु पाएन यसो यसो गर्नु पाएन भ्याकुरे खाऊ चाँचर खाऊ चच्चरे खाऊ चिचङ खाऊ नाल्टेक खाऊ यङबिल खाऊ कोयङ खाऊ जङ्गलको सबै जङ्गलको सबै भएभरको जङ्गलको सबै चासुरी खाऊ अरू पनि आउनु पर्दैन कति किङ 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 गरिरहेको छ बाउ फेरि के भयो बुढोलाई कति किङ 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 गरिबस्छ हौ एकछिन नगरेर बस्नु सक्दैन दिउँसोको 2 बजे खाना खाँदै हुनुहुन्छ हेर्नु मान्छेले किन मासु नखाएको मलाई मासुदेखि अलिक वाक्क लाग्यो खाउन पोर्क त मिठो हुन्छ ती पोर्क चाहिँ सुन्ने मान्छेले मन पराउँछ सुन्नेमा राईले पोर्क दाल थोरै खाउन यो भित्र चाहिँ पुरा लन्च चल्छ तिमी पनि खाने अन्त कान्छालाई दिउँ न रोजो राईले सुटिङ भइरहेछ भूमि भाइको दुईजनाले सान्नुवाले हो खाजा खाने बेला पनि त्यसको चाहिँ अघि भात त खाएको खाजा खाने मिठो छ खानु तातो छ अलिकति खानु तातो भयो पुरपट्टि मासुको दृश्य रहेछ मासुको यो माइला गएको जङ्गलतिर घाँस काटेर अहिले चाहिँ भूमि भएको छ जङ्गलतिर गयो दुई भाइ पनि भनेको त्यही त ढिलो हुन्छ के लु जाउँ लु गरौँ 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 अस्ति मेरो बहिनी बितेपछि प्र्याक्टिस गरौँ न त बितेपछि मलाई दशहरा ठुलो लागेको छ। दशहरा लागेको छ अलि सन्चो पनि छैन भने जस्तो केही भने हुँदैन जस्तो पनि केही कुरा चिताको हुँदैन। ताकेको हाकेको पुग्दैन सीताको हक्का ताके पुगेको छैन यसो जोखाना हेरिदिनु पर्यो खोक्लिङ भाइ ए हुन्छ दाजु तपाईँकोमा जोखाना राम्रो गरी हेरिदिन्छु तपाईँले देवी थाले वरिपरि सिगारेट खेल्नु भएको थियो के हो खेल्नु गएको थिएँ भाइ देवस्थान छेउमा मेरो नजिकै 2 बज्यो 2:10 ड्याङ्ग हानेको बन्दुक पनि छ हो लागेन हो के गरेको चरा बनाएको ल चरा
यो चाहिँ चरा हो हो त्यहाँ चरा खतरा बनाएको चरा एकदम नयाँ स्टाइलको खुट्टा चराको अन्डाबाट निस्किँदैछ अन्डाबाट निस्किँदैछ भर्खरै निस्किँदैछ नि धमाधम खर्क सिरिजको सुटिङ भइरहेको छ प्र्याक्टिस भइरहेको छ यहाँ यतापट्टि चाहिँ काका पुरै ध्वस्त बनाउँदैछ काकाले कता गयो सूर्य चाहिँ सूर्य राई हजुर यो चाहिँ बाँचेको घर हो खर्क सिरिजको बाँचे असलीमा चाहिँ भूमि प्रसादको घर हो यो भूमि भाइको घर सिरिज खर्कमा चाहिँ बाँचेको घर हो किन रिसायो कान्छ मोबाइल गर्नु हुँदैन कान्छ आइज न त यहाँ हेर्न चरा कस्तो भयो आमामा यो पो हो त चरा त ए दामी बनाएछ चरा चाहिँ नुवेले कुन चरा कुन खालको चरा हो हेर्छु गर्दै कसम कुन गर्दैछ खालको चरा हो कुन खालको ओक्ली भन्छ यसलाई चाहिँ यो चाहिँ कोदो कुट्ने रोटी बनाउनलाई धान भिजाएर चामल भिजाएर कुट्ने कि अचार कुट्ने चाहिँ ओक्ली हो यो त्यहाँ गरौँ न लु साथी हो खाइसकिस् कान्छ खाइसकिस् लिउँ है खाइसकिस् भने सबै खाइसक्यो खेर जानेछ त्यहाँ तरकारी भित्रेस बफको भित्र र देवीको कारणले नै तपाईँको बहिनीको मृत्यु भयो र तपाईँले देवीलाई क्षमा पूजा गर्नुहोस् राम्ररी बुझाउनुहोस् नत्र भने यो खर्कामा हानि क्षति पुर्याउने छ है दाजु बिहानै गएर धुप धुवार गर्नुहोस् राम्रोसँग दाजु म कुखुरा ल्याउनु आएको थिएँ कुखुरा पकाइदिनु भयो कि भएन दाजु चिसो तपाईँको बहिनीको मृत्यु भयो ठुलो छोर मैले हेर्नुहोस् दाजु तपाईँको गल्ती कारणले गर्दाखेरि हुन्छ सुनिन्छ पुग्छ एकछिन फेरि फुल सूर्य जानु न भन्छ केटाहरूले भारी लाउँदै गर्छ यहाँ कान्छा साइडमा बसेर सिकाउनु त मजा आउँछ नि क्यामेरा आएपछि होला नि भने त को चाहिँ सिकाउनु त जसलाई नाच्नु पछाडि भयो त के क्यामेरा यात्रा आएपछि त अब जो पनि अब गइहाल्छ नि अहिले मिस्टेक भइहाल्छ क्या अलि त गइहाल्छ तर पछि हुँदैन हजुर गाइड त मलाई पनि गर्नुपर्छ है तपाईँले अलिअलि त गरिरहेको त भन्नु म त वाट्सएपतिर कन्ट्याक्ट गर्छु भन्नु हामी चाहिँ अलिक आलका चाहिँ भएको जस्तो लाग्छ क्या सिक्दैछौ भर्खर ठिकै छ आउँछ सिक्दै चाहिँ गरेको भन्दा पनि अब सिक्नु धेरै नै बाँकी छ जस्तो लाग्छ कि जति गर्दै गर त्यति जानिएको छैन जस्तै लागिरहने जस्तो लाग्यो हो मलाई त यो यो त अब तिमीहरूको फिल्म मेकिङको विश्वविद्यालय हो अब भोलि पनि कलेज हो कि एकछिन प्र्याक्टिकल भइरहन्छ होइन अनुपम खेरले अस्ति एक्टिङ सिकाएको मैले साह्रो मजा लाग्यो क्या गराउँदै रहेछ नि त नभए त हाँस्नु कितकिसी आउनु भनेको त जब रिसाएपछि आउने रहेछ नि त अभिनय त रिसर्च त्यो फिल्ममा नभए त हाँस पो उठ्दो रहेछ अघि चराहरूको नाम लिउँदा हाँस उठ्छ आफैले होइन लु काम छुटाउनु लु काकाले पारि जानुहोस् त ढिलो भयो लु तल जाने अहिले सुन अहिले जाँदाखेरि नै भारी लगाइराख्नु कान्छा यताको कतिजनाले उठाउँछ अनि अलिक छिटो गरेर आउनु माइला सघाइ तल अनि उता पारि जानेहरू पनि झर्ने होला नि पारि जाने उता त्यही झर्नु सकेर क्यामेरा त फेरि यतै लिएर खोल्दी त बुहारी कहाँ हुनुहुन्छ लु जानु पारि जानेहरू जानु काका घिउ यहाँभित्र छौ यो घिउ चाहिँ हाम्रो प्रोपर्टी हो यहाँ छ घिउ नै घिउ छैन एन्नुमा खोइ एन्नुमा खोइ लु रिता बुहारीलाई फोन गरौँ न
त्यसै गरी लु त लगेन त के बट्टा बट्टा मात्रै पुरै माटो